साथीहरू, के बालन शाहले नेपालको राजनीतिमा एउटा अर्को ठुलो परिवर्तन ल्याउन खोजेका हुन्। अब 22वटा मन्त्रालयबाट घटाएर 15 देखि 18वटा मात्रै मन्त्रालय राख्ने भन्ने चर्चा परिचर्चा भइराखेको छ। यदि मन्त्रालय कम भयो भने मन्त्री पनि कम हुन्छन्। यिनका सल्लाहकार अनि मन्त्री परिषदमा हिँड्ने गाडी भाडा सबै डिजल पेट्रोल करोडौँको पैसा बच्नेछ। र अर्को कुरा, फाइलहरू बोकेर एक अर्को मन्त्रालयमा दौड्नु, एउटै फाइलको लागि 3-4वटा मन्त्रालयमा दौड्नु पर्ने छैन। काम छिटो र छरितो पनि हुनेछ। र हाम्रो कानुनले पनि 25वटा मन्त्रालय राख्न अनुमति दिएको छ। तर 25बाट घटाएर 17-18 बनाउँदाखेरि चाहिँ कानुनमा कुनै पनि परिवर्तन गर्नु पर्दैन। जसले लिड गर्छन् प्रधानमन्त्रीले, उनको हिसाबले योभन्दा कम राख्दा कुनै पनि फरक पर्दैन। हाम्रो कानुनले चाहिँ यही भन्छ। मन्त्रीहरू घटाउने सम्बन्धीमा बालन शाहले आफ्नो नजिकका नेताहरूसँग छलफल गरिराखेका छन्। र पुराना नेताले जो बनाएका थिए भागबण्डा मिलाउने अनि मन्त्रालय फुटाउने यस्ता कामहरू के बालनले तोड्ला नि त? आफ्नो प्रतिक्रिया दिनु होला कमेन्टमा।